यसो पुरा समुद्रमा आएको थियो खाना खान जाउँ खाना भोक लाग्यो त्यही भएर खाना खान जाने है त प्रमिस है ऊ आउँछ कि आउँदैन भन्ने प्रमिस चाहिँ यही भिडियोमा गरिराखौँ गाइस नेपाल इको इकानाइ दोछि अर्को भाषा नेपाल जान्छु रात परिसक्यो अझै घुमेर भ्याएको छैन वाइ होटल आइसकेको छौँ है हामी गाइस मेरो चाहिँ पैसाहरू खासै खर्च भएको छैन 1K ते सेन हाम्रो चाहिँ यहाँनिर ट्याङ्का सेलिब्रेसन गाइस वेलकम ब्याक टु अनदर भिडियो अनि आज चाहिँ हामी सिजोक खान भन्ने एउटा एकोरियममा आएको छ कोबेमा भएको के भन्छ माछाहरू राखेको ठाउँमा आएको छु सो अब चाहिँ हामी त्यहाँ छिर्न लागेको छ है त गाइस है यहाँ फाइनल आइसकेको छु सो लेट्स सी आज कस्तो हुन्छ है त सो हैजा ए मेच्चा देख तर यो त अब नर्मल माछा भयो अब ठुलो ठुलो माछा त हेरेको छैन हामीले डल्फिनहरू वेलहरू पनि हुन्छ होला सायद यहाँ आएर चाहिँ त्यो पनि हेर्छु अरू माछा चाहिँ यहाँ यस्तो छ है यहाँ चाहिँ 7 बजेसम्म हुने रहेछ गाइस है अहिले चाहिँ दिउँसोको 2-3-4 जति बज्यो 7 बजेसम्म चाहिँ ओपन हुन्छ अरे यहाँबाट चाहिँ जति पनि हेर्नुहुन्छ है हेर्नुहोस् है माछाहरू यहाँ आमामा 10-15 किलो 20 किलोको माछाहरू छ यहाँ चाहिँ अक्टोपस छ है गाइस हेर्नुहोस् है आमा यहाँ पनि एउटा रहेछ यहाँ एउटा रहेछ चाहिँ अक्टोपस खाएको पनि छैन है गाइस है यो कस्तो हुन्छ अब चाहिँ हामी अर्को हेर्न लाग्छौँ गाइस है अरूलाई पनि हेर्न दिनुपर्छ कछुवा पनि रहेछ एउटा वाह रियलले यहाँ कछुवाको फोटो खिचेको छ है गाइस है ए आँखा झिम्काएर गयो आँखा झिम्काएर सार पनि यहाँनिर रहेछ यसो खतरा रहेछ गाई यहाँको सानो डर हुने फोटो खिच्ने हो त्यही भएर आउँछ फोटो खिच्ने गाई चाहिँ माछाहरू चाहिँ यस्तै हो खतरा खतरा रहेछ यहाँनिर अझै हामी अर्को ठाउँ जाँदैछौँ है त यहाँबाट यस्तो एस्केलेटर चढेर यो चाहिँ यहाँनिर छ यो चाहिँ तानासी तानासी पहिलाको जस्तो चाहिँ त्यो खासै खतरा माछाहरू चाहिँ रहेन रहेछ सानो रहेछ क्या यो चाहिँ पोसाकाको चाहिँ ठुलो छ यो चाहिँ कोबेको हो नि त यो चाहिँ कोबेको हो यहाँ बच्चाहरू रोइरहेछ यार हेर्नु त यो यसको वरात्यो त हामीमा ल यहाँ चाहिँ बाहिरै रहेछ है गाई यहाँ मान्छेले सँगतिर आएको सात खुसक नर्गर सर यहाँ बाहिरै राखेर चाहिँ गाई चाहिँ यहाँनिर चाहिँ डल्फिनको डान्सहरू हेर्ने रहेछ अहिले चाहिँ डान्स गरेको छैन यहाँ चाहिँ सबै त्यो डल्फिनहरू डान्स गर्नेहरू रहेछ क्या यहाँ बस्ने भित्रपट्टि चाहिँ बस्ने ठाउँ रहेछ तर यहाँ चाहिँ पैसा लाग्छ अरे चाहिँ अब यहाँबाट निस्किन्छु यहाँ चाहिँ रियोलाई पनि खासै यहाँनिर ठिक लागेन अरे है के भन्दाखेरि खासै हेर्ने कुराहरू नै रहेन रहेछ क्या यसलाई त फ्राईमा हालेर होइन पर भुटेर चाहिँ खान पाए त मिठो हुन्छ होला यार रियोले माछा नाप्दैछ है ए सुगो ओ माछा हेर्नु है गाइस त्यहाँ माछा छ रेजा नानी साकाना त चिउसुन न गर्लफ्रेन्डलाई त माछालाई नै चुम्मा खान खोजिरहेको सो गाइस अहिले चाहिँ हामी समुद्रको छेउमा आइसक्यौँ है रे खिच्दै इधर गयो पुरै समुद्रमा आएको थिएँ यहाँ चाहिँ म पहिला पनि आएको थिएँ तर पहिला पनि एकचोटि चाहिँ म पौडी खेल्न आएको थिएँ साथीहरूसँग तर पानी चाहिँ लास्टै फोहोर थियो चत्तो जाके छिकाझिक थाहा नजिक गएर हेर्नु मन त छ तर पुरा यहाँनिर बल्ल लाग्छ जुत्ताभरि त्यही भएर तल चाहिँ नजाउँ यस्तो छ यो चाहिँ कोबेको समुद्र है गाई चाहिँ गुहान ताबिनीको खाना खान जाउँ खाना जाने यतै खाना खानु जाने भोक लाग्यो भोक लाग्यो त्यही भएर खाना खानु जाने है त भोक लाग्यो त्यही भएर खाना खानु जाने गाई चाहिँ अब हामी भोक लाग्यो लास्टै भोक लाग्यो सो यो म चाहिँ अब भात खान जान्छु के खाने भनेर चाहिँ पछि नै देखाउँछु छिनामिनी है आज चाहिँ राति हामी होटेलमा बस्छौँ सायद म त इको हुनेまた行きますね。海とか行きたいんやけど。じゃあ沖縄遠いよ。めっちゃ綺麗やもん。沖縄来年行こう。来年か。今年はさ海普通にさ見に行こうや。オッケー。今年は普通に行こうでまた来年は沖縄で。
じゃあ今年あれやん2年記念に淡路島行くやん淡路淡路島島綺麗やで海 सुन यो वर्षको हाम्रो 2 वर्षको एनिभर्सरीमा चाहिँ これどこ行ってんの वगर ए म धेरै हुन्छ एक मुकाएर हुन्छ बिस्तारै है ओकिनावादेखि लिएर होकाइले सबै कुरामा जान्छौँ गाई चाहिँ त्यही भएर च्यानललाई चाहिँ सब्स्क्राइब गरिराख्नु होला है अर्को वर्ष सायद म रियोलाई नेपाल लिएर ए राइने नेपाल इकुजे इकु가 이건 아니다 지 거기는 이때 行こうか 아 行こうか 이코가 겨와 약속이 지금 왔습니다 자 なんでやね प्रमिस है ऊ आउँछ कि आउँदैन भन्ने प्रमिस चाहिँ यही भिडियोमा गरिराखौँ गाई चाहिँ नेपाल इकु इका नाइ दोछि 行くよ इकु 약속ですか はい 약속じゃあネパール語で言ってみんなネパール人がネパール語日本語わからないから何て言えばいい अर्को वर्ष パルコ अर्को वर्ष アルクバルサ नेपाल जान्छु ネパールジャンス अँ, アルクバンサ नेपाल ネパール जान्छु ジャンス अँ, アルクバンサ नेपाल じゃあもう一回言って अर्को वर्ष アルクバルサ नेपाल ネパール जान्छु ジャンチュ जान्छु अँ. जा ジャ युते ンス युते アルねけ अर्को वर्ष アルコバルサ ちょっと待ってバルツ こ落ちた磁石どこ磁石落ちたアルコなんて अँ.じゃあここに言って俺マイクでもう一回言ってお願いします अर्को वर्ष アルクバルサ नेपाल जान्छु ネパールジャンス फिक्स ジャンスアルク はいアルクバンサネパールネパール जान ジャンス नेपाल ぐらい言えるでしょちゃうってネパーリとかもあるやん नेपाली はうん日本人みたいなああそうだもう一回言って日本やじゃんアル अर्को वर्ष नेपाल जान्छु バルサやんオッケーいきますアルクバンサネパールジャンス फिक्स हो फिक्स 言うてる फिक्स हो フィクソ पानी पर्ला पर्ला जस्तो भएको छ राति फेरि होटलतिर जान्छौँ फेरि ब्लग चाहिँ कन्टिन्यू हुँदै गर्छ भोक लाग्यो त्यही भएर अनि यहाँ एक ट्रेन स्टेसनमा लगेर पान खाएको है यहाँ मान्छेहरू मलाई हेरिरहेको छ तर मलाई बाल रेस यहाँ छ रेल चाहिँ खाएको छैन मैले मात्रै खाएको है याकिनिको खाना जाने भनेको अहिले चाहिँ लास्ट भोक लागेर अनि म चाहिँ पान खानु थालेर आएको थिएँ अनि मलाई चाहिँ आजकल चाहिँ लाज लाग्दैन फेरि यस्तो बाटोमा बसेर पानी खान हेर्नु है मैले जेसुकै सोचेस बाल्नै भएन होइन गाइस आफ्नो लाइफ हो आफ्नो अनुसारले जिउनुपर्छ ल अब चाहिँ यति भन्दा हामी ट्रेन स्टेसन चढेर अर्को ठाउँमा जान्छौँ है त फेरि हामी ओसाका उमेदातिर फर्केर आइसक्यौँ है अघि कोबे गएको थियौँ नि त कोबेको माछा हेर्न गएको थियौँ अब चाहिँ हामी यहाँ ओसाकामा आइसक्यौँ गाइस अब चाहिँ जुइसो जानु लाग्यो मेरोसँग जुइसो जान्छु नेपालमा अलिकति पैसा पठाएको थियो र त्यो पैसा त्यहाँ बुझाउनु छ क्या थोरै पैसा पठाएको थियो त्यही भएर अनि त्यसपछि चाहिँ बल्ल हामी खाना खान जान्छौँ खाना खाएर सिधै होटेल है त अनि आज चाहिँ 10K युट्युबमा पुगेको 10K पुगेको भएर यसको सेलिब्रेसन पनि हुन गइरहेको छ आज यताउति होटेलमा पनि कस्तो के छ सबै कुरो देखाउँदै गएको चाहिँ अहिले चाहिँ बेलुका भइसक्यो 5-6 भइसक्यो ट्रेनहरू पनि गुडिरहेको छ है यो चाहिँ यहाँ छ यो चाहिँ はい जुइसो किमा छ भने お腹すいた ल अब चाहिँ जुइसो जान्छौँ है सो गाइस अहिले चाहिँ हामी याकिनीको खाना खान आइसक्यौँ यस्तो छ अनि यो चाहिँ お腹すいた भोगाले मर्न लाग्छ यो चाहिँ त्यही भएर अब चाहिँ हामी खान्छौँ खाना खान आइसक्यौँ भोगाले चाहिँ दिउँसोदेखि केही खाएको छैन ल अहिले बेलुकाको 6-7 बजिसक्यो अहिलेसम्म उसले केही खाएको छैन मैले चाहिँ पानी खाएँ उसले चाहिँ केही खाएको छैन सो अब चाहिँ उसले त्यो पोलेर यहाँनिर पोलेर खान्छ चाहिँ खाना खाएर अहिले रिया च्यान र म चाहिँ होटलतिर जाँदैछौँ अब होटलमा गएर चाहिँ आज 10,000 वाला 10,000 सब्सक्राइबर पुऱ्याइदिनु भएको छ सो सबैजनालाई धन्यवाद थ्याङ्क यू सो मच इते मिना नि आरिगातो गोजाइमास इते もう終わるん 1万登録やからいや途今から中やけど1万フォロワーのケーキを切りに行きますありがとうございます皆さんदिन का
के भन्छ दिउँसोदेखि घुम्न हिँडे मान्छे रात परिसक्यो अझै घुमेर भ्याएको छैन। अब घरसर जाने होइन सिधै होटलमा गएर भोलि पनि फेरि एकचोटि मात्रै घर पसेर फेरि अर्को ठाउँ घुम्न लाग्दिहाल्ने हो। अब चाहिँ घुमे मेरो चाहिँ एउटा काम पनि छुट्यो नि त ह्यान्ड क्यास काम चाहिँ मेरो अब छैन लगभग। त्यही भएर मेरो चाहिँ बिदा हुन्छ 2 दिन चाहिँ पुरै बिहानदेखि रातिसम्म पुरै 2 दिन चाहिँ मेरो बिदा हुन्छ। त्यही भएर भिडियो चाहिँ अब मस्त आउँछ है गाई चाहिँ। सो सबैजनाले सब्सक्राइब गरिदिनु होला है त। अहिले चाहिँ भर्खर रियोले नेपाली चाउचाउ किने है गाई फटाफट चाउचाउ। उसलाई चाहिँ मैले पहिला देखाएको थिएँ मैले नेपालのお菓子名前なんていうのこれワイワイワイワイचाउ छイエイल 2袋買いました विनोद चौधरीजी तपाईँको चाउचाउलाई चाहिँ मेरो यहाँ जापानिज धर्मपत्नीले पनि हुन लागेको धर्मपत्नीले पनि मन पराइसकेको छ। 一人でも買いに行くわ तपाईँले चाहिँ एकदम राम्रो चाउचाउ बनाउनु भएछ भन्ने कुरो चाहिँ यहाँबाट साबित हुन्छ है। यहाँ मेरो जापानिज गर्लफ्रेन्डले पनि मन पराएको हुनाले तपाईँको चाउचाउमा चाहिँ दम छ। भर्खर उनले 2 प्याकेट किनेको छ त्यो चाहिँ उसले होटेलमा गएर खाने रे। अनि अगाडि चाहिँ सिङ्गो बजिरहेको छ है त। अगाडि ट्रेन आउने बेला भयो भनेपछि चाहिँ यसरी सिङ्गो बज्छ क्या गाइस। होटेल चाहिँ हाम्रो ठ्याक्कै अगाडि छ। होटेल चाहिँ यो है अग्लो छ है काराकोसमा होटेल यति अग्लो होटेल छ। अनि तर होटेलमा छिर्नुभन्दा अगाडि चाहिँ राति भोक लाग्छ भनेर हामी यहाँ रामेन त्यो कप रामेन अनि पान सान यताउति त्यस्तो किन्न लाग्यो यहाँनिर। त्यसलाई त्यो किन्छौँ गाइस यो यहीँनिर छ। त्यसपछि त्यो किनिसकेपछि बल्ल होटेलमा छिर्छौँ है। ओके रेले आइसक्रिम खान्छ भन्छ अरे म आइस तपाईँ होटेल आइसकेको छौँ है हामी गाइस। हाम्रो होटेल बत्तीवाला यस होटेल यस्तो छ गाइस है। यहाँ रियो सुत्छ यहाँ म सुत्छु रियो यहाँ छ गाइस है। होटेल यस्तो छ। सामानहरू चाहिँ अब हामी यहाँ राखिदिउँ खुट्टा दुखेर मर्ने बेला भइसक्यो गाइस। लास्टै खुट्टा दुखेको छ। त्यस्तो छ है गाइस। ल बाथरुमहरू है मैले चाहिँ फेरि पहिला होटेलमा पनि काम गरेँ हो। होटेलमा काम गरेर चाहिँ म यस्तै कुराहरू पखाल्ने धुने काम गर्थेँ क्या। यहाँ पुस्ने होइन स्याम्पूहरू यताउति फेर्ने यहाँ चाहिँ नुहाउने ठाउँ रहेछ गाइस है। यस्तै हो होटेल तपाईँहरूलाई मैले धेरैचोटि देखाइसकेँ। तैँले त कुनै हाल्नु हो तैँले भेज खा पछि भेज ओफुरो नासीお風呂どここれやってそれお風呂水どこない。でしょお風呂चाहिँ रहेन रहेछ। बाहिरको भ्यू कस्तो छ गाइस हेर्नुहोस्। बाहिरको भ्यू देखाउनु बाहिर चाहिँ यस्तो छ है गाइस है। हाम्रो चाहिँ यो 5 तलामा हो अहिले। हामी चाहिँ 5 तलामा छौँ गाइस। ए म जुत्ता खोल्छु गाइस है। जुत्ता लास्टै गलेको छ। अब चाहिँ म जुत्ता खोल्छु है। त्यसपछि चाहिँ हामी केक काट्ने छौँ गाइस। तपाईँहरूले 10K सब्सक्राइब पुऱ्याइदिनु भएको छ सबैजनाले माया गरेर त्यसको लागि धेरै धेरै धन्यवाद है। 10,000 पुऱ्याइदिनु भयो। अब हामी छिट्टै 100K पुऱ्याउनु पर्ने हुन्छ गाइस है। सो सबैले माया गरिरहनु भएको छ यसरी माया गर्नु होला भन्ने आशाका साथमा अगाडि बढ्दैछु। अबदेखि भिडियोहरू पनि धेरै आउनेछ गाइस है। र त्यसैको उपलक्ष्यमा आज चाहिँ 10K सेलिब्रेसन पनि गर्नु लाग्यो। हामीले चाहिँ होटेलै स्पेसली रोजायौँ। मैले चाहिँ अब पैसा केही खर्च गरेँ होइन भनौँ है। रियलमा कुरा भन्दाखेरि मेरो चाहिँ पैसाहरू खासै खर्च भएको छैन। उसले नै केक किनेको अनि उसले नै होटेल पनि उसले नै बुक गरेको हो गाइस है। तपाईँहरू कस्तो छ के छ भन्नुहुन्छ होइन। ऊ चाहिँ एकदमै राम्रो मान्छे क्या। के भन्ने अब राम्रो भन्नु कि मनको राम्रो भन्नु कि रियल यहाँ केक ल्याएछ। खासै ठुलो चाहिँ छैन तर सानो छ। यहाँ 10K पनि लेखेको छ। ए 10K 1K खाइदिएर 10K त 10K な 10Kじゃないへえकस्तो कमेन्ट खासमा हाम्रो 10K भएको 10K ते इचीमा 1K ते सेन 10,000 भएको गाइस है। उसले चाहिँ केकमा 1K लेखेर आएछ। जेन दाइले
खासमा 10,000 ワンキーめっちゃ安いやん、じゃあ。 10,000 युट्युबमा सब्सक्राइबर भएको उसलाई 1K めっちゃ安いやん。 1K उसलाई केकको मान्छेलाई 1K भनेर आएछ अब बिल्ला भयो बिल्ला त के हुनु ठिकै हो अब अर्को कुरा त अब के बिल्ला भयो कि जे भए पनि मतलबै भएन 待って、今からちょっと一回。 तर उसले चाहिँ मिस्टेक गएछ さっちゃん、一回来て。 उसले चाहिँ टक्क क्यान्डल स्यान्डल बाल्छ त्यहाँ त्यसपछि हामी केक काटेर खाने अनि त्यसपछि भोलि पनि छुट्टी छ भोलि पनि घुम्न जाने हो गाइस सो त्यही भएर आज चाहिँ हामी छिटै खाएर अनि हामी छिमा हान्दै हाल्नुपर्छ गाइस सो गाइस हाम्रो चाहिँ यहाँनिर ट्याङ्का सेलिब्रेसन भइसकेको छ गाइस 写真だけ撮らせて。そんなんいらん。普通に持って。こうやって両手で。下向いて。 देख्न सक्नुहुन्छ रियली मैले मेहनत गरेर 10,000 सब्सक्राइबर सबैले मेहनत गरेर माया गरेर पुऱ्याइदिनु भयो अनि उसले मलाई 10,000 मा यस्तो गरेछ भोलिको दिनमा 1 लाख पुग्यो भने त उसले मलाई के गर्दिएला त म त छक्क परेर गए यति धेरै माया गरिरहेछ है सब उसले खर्च गरेको पैसा मसँग त पैसा भएको खर्च गर्नु सबै कलेज तिर्दै एउटा घरमा अलिअलि पठाउँदा ठिक हुन्छ Yeah, thank you so much, Rio-chan. Thank you. Arigatou gozaimasu. Guys, हाम्रो चाहिँ ट्याङ्की पुगेको ごめんなさい。 है 天気ですけど。 धेरै त हैन 10,000 10,000 पनि हाम्रो लागि ठुलो कुरा हो ओमेदे त गजाइमास नि おめでとうございます。 म राइनेनमा नि अर्को वर्षमा हामी चाहिँ 10,000 बाट 1 लाख पुर्याउने हाम्रो लक्ष्यले गाम्बारी मास गर्नेछौँ कस्तो के हुन्छ थाहा छैन तर तपाईहरुले सपोर्ट गरिदिनु भयो भने चाहिँ あ、待って一緒にやろうって言ったよ。 छैन もう一回。 एकैचोटि गर्ने मैले सुरुमा मारेको छु मलाई माफ गरिदिनु होला कृपया मलाई माफ गरिदिनु होला गाइस じゃあ、天気おめでとうって。 Thank you ओमेदे तो राइने रमादे ने 50K 10万10万いける एक じゃあ10万頑張ります。お願いします、皆さん。 नेपाल ल्याएर घुमाउने छु सबैको सामुमा है गाइस 1 2 इज हैन いいね。 बाइ बाइ गाइस यति भन्दै バイバイ。 हाम्रो आजको ब्लग चाहिँ एन्ड हुन्छ अब चाहिँ फेरि अर्को 4-5 दिनपछि नयाँ ब्लग आउनेछ यति भन्दै हामी केक खाएर बाइ हुन चाहन्छौँ बाइ बाइ ल गाइस आजको भिडियो चाहिँ यस्तो भयो है यति भन्दै म बिदाइ हुन चाहन्छु सब्स्क्राइब गरिदिनु होला है सबैजनाले युट्युबमा चाहिँ माया गरिदिनु होला 皆さん、ありがとうございます。頑張ります。 登録してくださいチャンネル登録お願いします。英語で言ってください Please do subscribe to our channel. バイバイグッドナイト Good night.